हेलो गुड मर्निङ नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ हामी किरानचोक धादिङको किरानचोक ज्यामिचोरमा छौँ। मामा घर आएको 3 दिन भयो, पानी परेर काहीँ निस्किन पाएको छैन। उहाँ खोला बाढी आइरहेछ, खोला तर जान सकिँदैन। हेर्नुहोस्, तपाईँहरू देख्न सक्नुहुन्छ मामाहरूमा के कस्तो भइरहेछ। बिहानदेखिको अहिलेसम्मको चाहिँ गरेको कामहरू तपाईँलाई म देखाउँछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। जय नेपाल। उहाँले चाहिँ मही पार्दै हुनुहुन्छ। बिहानै उठेर बिहान 4 बजी उठेर उहाँले चाहिँ तरकारी काट्दै हुनुहुन्छ। पिँढी पोतेर मही पारेर दुध त मामाले दुनुभयो, उहाँले मही पार्नुभयो। दिउ चाहिँ खासै लाएर छ। हेर्नुहोस्, उहाँ चाहिँ ईश्वरीय अधिकारी हो। उतापट्टि अब दुध तातिरहेको छ, गोलचुलामा भात पाकिरहेको छ। यतापट्टि चाहिँ अब मन्दिरमा बत्ती बाल्ने कार्यक्रम भइरहेको छ। यतातिर फेरि बहिनीले तरकारी काटिरहेको छ। उहाँको भाग पकाउने आज चाहिँ उहाँले यस्तो मिठो पकाउनुहुन्छ तरकारी, कुरै छोडिदिनुहोस्। त्यही हो, उहाँ हाँस्दै हाँस्दै हुनुहुन्छ। अब चाहिँ हामी बाहिर जान्छौँ। पानी सलल गइरहेछ। ट्याङ्की सफा गर्ने कार्यक्रम रहेछ आज। यहाँ पानी सफा गर्ने कार्यक्रम भइरहेछ। यहाँ पानी लाजले के गरौँ भएर यहाँ मुन्टो सकिरहेको छ। ल बाले आलु छान्दैछन् बाले। यहाँ चाहिँ हेर्नुहोस्, बिग्रियो कि सधैँ मात्रै सधैँ पनि छ कि बिग्रिसक्यो आलु? छैन। डल्लाले चाहिँ च्याखेर है। ए पानी हो होइन होला। ल ल, यो कुखुराले रौसी खुवाइदिएको नाचिरहेछ है। रौसी खुवाइदिएको आज त कर्तन गरेर है। हेर्नुहोस् त, यहाँ रौसी आएपछि कहाँ उब्लिन्छ त? बडा कम त मेहनती मान्छेहरू उहाँ जयराम अधिकारी गाँठे के बाहिर चाहिँ दादा पनि नि भित्र त यस्तो काम गर्छ नि है जयराम। बाहिर चाहिँ मयौ भन्छन्, यहाँ त पर जुठो भकारो गाँठे पानी पँधेरो यी। ल हेर्नुहोस् त, यहाँ पर यत्र भैँसीलाई पर यी दाना पानी गर्ने मान्छे नै उहीँ हो। बिहान उठी दैलो कसेर गरी दुध दोहेर यत्रो घाँस काटेर लिएर आएर भकाएर सोरेर यहाँ यी ताजै छ। तर बडा यो भैँसीलाई चाहिँ किन्दाखेरिमा चिट्टै पारे उनीहरूले चाहिँ दुध फुराउनलाई कम त मिहिनेत गरेछन् मामाले। पुरा काजु बदाम पिस्ता नरिवल गाँठे के मान्छेले खानु पाएन, भैँसीलाई त्यस्तो छ। त्यस्तो छ है। आलु काट्ने पनि झाडुले, तरकारी चलाउने झाडु, यस्तो यहाँ कुटुला गरेका छन्। तपाईँ देख्न सक्नुहुन्छ है, आइसक्नुभयो, हानिसक्नुभयो, फेरि हानिसक्नु भएको छ। यसरी हानेछन् जयरामले। यो बानी चाहिँ कहिले पनि हटेन मामाको, चाँडै हटोस्। केलाई दुध ए मामाहरू चाहिँ खुलस्त मनले धोल्नु है, राम्रोसँग चट्ट बनाएर। मही पार्ने जेठी छोरी, धुपाल्ने जेठो भने नि कान्छो भने नि एक्लो छोरो,
डेन्जरको हुनहार गुन्डा तर मन्त्र चाहिँ नबिहार है त्यहाँ हाल्ने त्यो चाहिँ हुनु पर्थ्यो कि यस्तो दुख धमरो गर्छ कि गर्दैनन् अरूहरूले हाम्रो चाहिँ चलन चाहिँ छ चिम्टा बोकेर ट्याक्क बाहिर ल थाममा लगेर गर्थ्यो गर्न चाहिँ ए उहाँ चाहिँ उ गर्दै हुनुहुन्छ उहाँ चाहिँ अहिलेसम्म सकाएनन् गर्नु अघि नि तर्काई काट्दै अहिले नि तर्काई काट्दै लाइ लास्टमा औन देवता परमेश्वर भनेर ठ्याक्क त्यस्तो भने सुने हामीले बाहिर ठ्याक्क गए स्याट लाएर के भने बुझ्दैन बुझेन भुलचुक भयो माफ पाऊँ त्यसै गरी पर्स्याउने म दिने पछि तपाईँको म्याथन गर्न पर्न पाऊँ सेथो कहिले पनि घरमा नटुटोस् दुधुम्ने लायो गोलचुलामा भात गोलचुलामा दुध टक्क सार्ने अब यहाँ कराई बसाल्ने अलि तरकारी पकाउने